दुई चारवटा आरोपलाई मैले आज प्रश्न गर्नु छ। बालेनलाई किन साथै लिएर नहिँडेको, रवि लामिछानेसँग किन सहकार्य नगरेको, कुलमानसँग किन सहकार्य नगरेको भन्ने पनि छ बजारमा, छैन? छ। छातीमा हात राखेर भन्छु, बालनजीलाई मैले 5 चोटि भेटेँ पार्टी खोलौँ भनेर। झुटो बोल्दैन अर्को सामु, रुखो चाहिँ बोल्छु तर झुटो चाहिँ बोल्दिनँ। मैले बोलेको कुराले होइन मान्छेलाई घोच्न सक्छ बेसरी काँडाले। अब रवि लामिछानेको बारेमा कुरा गर्नुपर्छ होला। मैले मेयरको पद जितेँ होइन, जितेँ। स्वतन्त्र भन्ने शब्दको एउटा सबैभन्दा ठुलो क्रेडिट कसैलाई जान्छ भने त्यो हर्क साम्पाङले जान्छ भन्छु म चाहिँ। किनभने स्वतन्त्र अभियन्ताको रूपमा मैले धेरै लामो समयसम्म स्वतन्त्र अभियान चलाएर आएँ। आइसकेपछि अन्तिम समयमा 2 चोटि धरानमा मैले चुनाव लडेको छु। 76 सालमा पानीको बोतल लिएर लड्दाखेरि 422 मात्रै मत आयो होइन। तर 79 सालमा चाहिँ मैले तपाईँको चाहिँ काम गर्ने मौका पाएँ, पहिलो मत ल्याएँ। यो चिज छ। अब त्यतिखेर चाहिँ उहाँ आफै आउनुभयो। हर्क साम्पाङ चाहिँ मेरो तपाईँको चाहिँ होइन गुरु मान्छु म पनि भन्नुभयो, थुप्रो भन्नुभयो। तर पछिल्लो समयमा अब उहाँ अहिले कस्टडीमा हुनुहुन्छ होइन, पूर्वपक्षमा हुनुहुन्छ सायद, मलाई जहाँसम्म लाग्छ। पछिल्लो समयमा उहाँहरूले के कन्क्लुजन निकाल्नु भएछ भने हर्क साम्पाङलाई डाउन नगरी रासपा माथि जान सक्दैन भन्ने निष्कर्ष उहाँहरूको भएछ। हाम्रा अभियन्ताहरूलाई तपाईँको छैन पक्रिँदै थुन्ने काम गर्नुभयो। रविजी गृहमन्त्री हुनुहुन्थ्यो, त्यहाँदेखिको मन दुःख भयो। मैले आज सार्वजनिक रूपमा भने है, मैले तपाईँलाई सहयोग गर्छु भने तपाईँले मलाई सहयोग गर्नुपर्छ होइन। हामी शुद्ध मनले राजनीति गर्छौँ, बुद्ध मनले राजनीति गर्छौँ। बुद्ध मनले राजनीति हुँदैन, यो त काटामारको खेल हो, फोहोरी खेल हो भन्नुहुन्छ। हामी बुद्ध मनले नै राजनीति गर्छौँ। कोही कसैलाई तपाईँको चाहिँ काटेर मारेर हामी राजनीति गर्दैनौँ। हामी एउटा संस्कृति फैलाउन चाहिरहेका छौँ। तपाईँले खाँदै गरेको खाना मैले खोसाएर खानुलाई राजनीति भन्दिनँ म, तर उत्पादन बढाएर तपाईँले पनि खानुहोस् पेटभर, म पनि पेटभर खान्छु। अलिकति छ भने आधी बाँडेर खाउँ भन्ने संस्कार हो हाम्रो। त्यसो भएको कारणले गर्दाखेरि रविजीसँग हाम्रो चाहिँ सहकार्य हुने सम्भावना भएन है। धेरै तपाईँको चाहिँ कुराहरू टाढा हुँदै गयो। अब कुलमानजीमा आउँ अलिकति। उहाँले पनि एउटा पार्टी खोल्नु पर्यो भन्ने आयो। कुलमानसँग चाहिँ किन नमिलेको त भन्नेमा आयो। उहाँसँग पनि मैले 2 चोटि चाहिँ भेटेको छु। त्यतिखेर पनि पछि विचार गरौँला न भन्नुभयो। अस्ति जेनजीको आन्दोलनमा पनि होइन, त्यतिखेर पनि भेट भयो। त्यहाँनिर चाहिँ साथीभाइले ल भेटौँ भनेर भेट भयो। उहाँकै घरमा गएर भेट भयो। अब यस्तो छ अवस्था, सरकारमा म त जाँदिनँ भनेर भन्नुभयो। भरे तपाईँको चाहिँ नि 24 घण्टा नबोइकन शपथ गर्नुभयो है। शुद्ध मनले बोल्नुपर्छ, साँचो कुरा बोल्नुपर्छ है। कुरा त्यो हो। र अहिले चाहिँ नि उहाँले अब एउटा नयाँ दल खोल्नुभयो अरे भन्ने छ। शुभकामना छ उहाँहरूलाई पनि। केही छ हामीले बुझ्न जरुरी छ।